हजुरको परिचय भन्नु दाजु। रमेश राणा हो। ए कहाँबाट आउनुभयो चाहिँ? म यहीँको हो, स्टाफ हो। यो हेर्ने वनस्पति मान्छे उद्यानको हो। के छ यहाँ कतिको मान्छेहरू आउँछ यता चाहिँ? मान्छे अहिले कमै छन्। यो बाह्य पर्यटकहरू के कस्तो? यति बेला हामीसँग यहाँको स्थानीय बासिन्दा हुनुहुन्छ, हजुरको शुभ नाम? रमेश राणा। अनि यो क्षेत्र अहिले धेरै विकास भएको छ, यहाँ कतिको चाहिँ यहाँ अबुल गर्नु गर्ने मान्छेहरू आउनुहुन्छ? अहिले त सिजन छैन सर, सिजन भएपछि धेरै नै आउँछन् मान्छे। अहिले बर्खा लागेको छ, त्यही भएर कमै छन् मान्छेहरू प्राय आइराख्नुहुन्छ समयसम्म। छोड्नु यार त यार दाइ। अनि सुन्नु न, यहाँ चाहिँ टिकट कति छ नि? दानागढी टिकट कति छ? 20 रुपियाँ हो। 20 रुपियाँ हो। यो कहाँ टिकट सङ्कलन गरेको पछि? यो रजिस्टर हो, सरकार यहाँ दिनमा कतिसम्म पर्यटकहरू आउनुहुन्छ? लगभग तपाईँको होला मान्छे त लगभग 3-4। अनि यहाँ चाहिँ हजुरको कति किसिमका वनस्पतिहरू छन्? त्यो रेकर्ड कतिको छ यो वनस्पतिहरू? यो लगभग उता खास त टेन्सन दे यार त उता बिहान कति बजे साँझ कति बजे? यो 9:30 बजे खुल्छ बिहानको, अनि 5 बजे बन्द। विकास 5 बजे बन्द हुन? यो सरकारी अफिस हो। ए अच्छा, सरकारी अफिस हो। यहाँको चाहिँ वातावरण ठिक छ नि दाइ? होइन ठिक छैन होइन? पहिला कस्तो छैन नि? छैन, धेरै कन्ट्रोल छ। धेरै कन्ट्रोल छ नि, लास्टै कन्ट्रोल सेफ छ होइन?